हेलो गाइस, वेलकम छ आज मेरो न्यू ब्लगमा हैन। तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। सो आज चाहिँ हामी हैन यहाँ मेरो होटलमा काम गर्ने होटलमा आएको हैन, बिरयानी हाउसमा। सो केटाहरु यता छ हैन, बिरयानी हाउसमा हैन, केटाहरु सब यता छ। सो अब हैन ब्लग नबना धेरै भएको थियो गाइस, फाइनली आज बनाउँदै छु। सो सबले सब्स्क्राइब गरिदिनु होला हैन। दोस्तहरुले चाहिँ खाइरहेको छ यता हैन। अब हाम्रो चाहिँ यस्तो छ हैन, सब आइदिनु होला हैन। मेरो चाहिँ यस्तो हो फाइनल्ली। मेरो युट्युब च्यानलको बारेमा के बोलिदिनु होला ल दोस्तहरु। लाइक अब साढे 100K पुगोस्। 100K तिमी चाहिँ के बोल्न चाहन्छौ? उसको नि युट्युब च्यानल छ अरे हैन, सबले सब्स्क्राइब गरिदिउँ। युट्युब च्यानलको नाम भन्देऊ त के हो? वाङ्गु बहादुर घ्यालसँग लामा। पब्जी लभर हैन, यो अहिले छैन। सो सबले सब्स्क्राइब गरिदिउँ हैन। फेरि बिरयानी हाउसमा कस्टमर आयो हैन, फेरि कस्टमर आउनु पर्यो। उसलाई बस्दा वाक्क लाएर यहाँ कस्टमर बटन त आयो दिन गएको यो भ्लगको के भन्छ ओनरले भन्छ हैन, यो भ्लगको ओनरलाई चाहिँ कस्टमर भन्दा नि एउटा क्रेडिट दियो भने खुसी हुन्छ है। सही सही। अहिले एउटा केटी आयो नि ऱ्याप गाउँदै आउँछ माथि बिरयानी ल्याउने हो कि मित्र भन्दै हो किन नहुनु। भाइ बिरयानी भन्नु भेरी सानो पर्छ है, भाइ चाहिँ भाइ चाहिँ भन्नु भएन। हो दाइ भन्नु पर्यो, भाइ भन्नु पर्यो। ठिक हो। मुठी पटक्क दुख्छ अरे भाइ भन्दाखेरि उसलाई। अब कोटेश्वरमा जतिजना छ युवतीहरू प्लिज आएर उसलाई यस्तो सेवा प्रदान गरिदिनु होला भन्न चाहन्छु। हाम्रो दोस्ती होइन कहिलेदेखि के भन्नु है, अब रिसाउँछ अहिले। ठिक छ होइन। त्यो सबले सब्सक्राइब गरौँ होइन। त्यो दोस्तको फोनबाट बनाइरह हो। अब सबले सब्सक्राइब गरेर होइन, अब पैसा कमाएर एउटा गतिलो फोन किनेर बनाउँला होइन आफ्नै फोनबाट। गतिलो केटी चाहिँ चाहियो कि अरू भन्दा नि मलाई यार। कमेन्ट गरौँ है, को सिवाल मङ्सिर नपढोस् भन्दा उसले अब के भन्नु है, हामीले त केही भन्नु पैसा नपरोस्। भरे बेलुकासम्म टाइम छ है। बसपछि कहाँ कहाँ घुम्न चाहियो सब। थाइल्यान्ड त अब आइल्यान्ड गएर उसको बुढीलाई साइड लगाएर फेरि साइड लगाएर थाई मसा धान्न गयो नि छैन फेरि गाह्रो। तर थाइल्यान्डमा त सब मौनी रहेछ त हो र। गाई चाहिँ अब के भनिराख्ने यहाँ होइन। ल आजलाई यति नै होइन। सब्सक्राइब गरौँ, लाइक गरौँ। 20% चार्ज छ। आहा अब चार्ज हेरौँ होइन पहिला कति छ। त्यो गाइज हाम्रो चाहिँ ठ्याक्कै कहाँ भन्दाखेरि यहाँ हो होइन, कोटेश्वरको पुल त्यहाँ भयो। कोटेश्वरको पुलबाट हल्का तल यता पुलमुनि देखाइदिइसक्यो त। पुलमुनि अहिले देखाएर आउँदैन कि मान्छे अहिले पुलमुनि के छ पुलमुनि यस्तो मात्रै हुन्छ त्यहाँ अहिले बेलुका नाइट। हाम्रो पातलो ठ्याक्कै उसलाई नै भने है, उसले भन्न चाहिँ पातल भएको रिजनै के हो त? बक्सर जान चाह्यो भने यहाँ धेरै कुरा निस्किन्छ। अब चाहिँ बिग्रे कोटेश्वरको पुल धाउने 8
बजेपछि यहाँ ड्युटी छुट्टी भइसक्यो नि पुल धाउने अनि ध्यान कसरी लाग्छ ध्यान कसरी लाग्छ त्यसरी सो गाइज अब जे जति भयो नि आजलाई भ्लग चाहिँ यति नै गर्न चाहन्छु म होइन सब्सक्राइब गर्दै गर्नु होला भिडियोतिर लाइक गर्दै गर्नु होला होइन सो आजलाई यति नै बाई बाई गाइज